नमस्कार, म शेरबहादुर तामाङ, नेकपा एमालेको सिन्धुपाल्चोक क्षेत्र नम्बर 2 को उम्मेदवार र म आज यहाँ दोलालघाट क्षेत्रमा छु र यो चाहिँ सुनकोशी तेस्रो जलाशय आयोजना 683 मेगावाटको आयोजना हो र त्यो आयोजना स्थलको चाहिँ क्षेत्र हो यो र यो आयोजनालाई म आफै क्याबिनेटमा 2075 सालमा सङ्घीय कानुन मन्त्री हुँदाखेरि हामीले सङ्घीय सरकारको तर्फबाट यो आयोजना अगाडि बढाउनुपर्छ भनेर निर्णय गरेका थियौँ र त्यो चाहिँ त्यति बेला हामीले यो आयोजनाको निर्णय गरेर यो आयोजनालाई डिपिआरको लागि बजेट छुट्यायौँ र यो आयोजना डिपिआर गरेर अगाडि बढिसकेको छ। सम्पूर्ण यसको अध्ययन भइसकेको छ र यो 683 मेगावाटको प्रोजेक्ट हो र यो प्रोजेक्ट बन्दाखेरि यो अहिले मेरो पछाडि परेको दोलालघाट क्षेत्र यो सबै ताल क्षेत्रमा परिणत हुन्छ र यो चाहिँ सुनकोशी नदी प्लस यो चाहिँ इन्द्रावती नदी दुईटैको सङ्गम दोलालघाटमा मिसिएर तल गए पछाडि रामेछाप र काभ्रेपलाञ्चोकको सिमानामा पचरघाटमा यसको चाहिँ ड्याम बन्छ र यो ठुलो एउटा विशाल एउटा चाहिँ राष्ट्रिय गौरवको आयोजना हो र यो आयोजनालाई हामीले अगाडि बढाएका छौँ र यो आयोजना अहिले बङ्गलादेश र नेपालले संयुक्त लगानी गरेर अगाडि बढाउने गरी अब कामहरू अगाडि बढेको छ र छिटोभन्दा छिटो यो आयोजना अब सुरुवात हुनेछ र म आफू यो क्षेत्रको जनप्रतिनिधिको हैसियतले अर्थात् यसपल्ट योभन्दा अगाडि जति बेला म मन्त्री थिएँ त्यति बेला नै यो आयोजना हामीले अगाडि बढायौँ र अहिले यो क्षेत्रमा फेरि म उम्मेदवार बनेको छु र यो आयोजनालाई छिटो सम्पन्न गर्नको लागि नेतृत्व प्रदान गर्नेछु यो आयोजनाको हिसाबले र यो साँच्चै यो चाहिँ यो आयोजना बन्दाखेरि यो दोलालघाट हुँदै इन्द्रावतीतर्फ सिपाघाटसम्म यो तालमा परिणत हुनेछ र त्यस पछाडि यता सुनकोशीतर्फ पनि धेरै माथिसम्म यो तालमा परिणत हुनेछ र यो उपत्यका खास गरी इन्द्रावती उपत्यका यो विभिन्न टारहरू छन् भीमटार अब तल्लो भीमटार माथिल्लो भीमटार बोरगाउँ जस्ता एकदम माझी बस्ती एरियाहरू छन्। यो सबै एरिया चाहिँ एउटा तालको चाहिँ छेउमा हुने बस्ती र यो नयाँ एउटा सहरको कन्सेप्टमा हामी अगाडि बढाउँदैछौँ। त्यसैले सम्पूर्णलाई म के जानकारी गराउन चाहन्छु भने यो आयोजना छिटोभन्दा छिटो सम्पन्न गर्न सक्दा सिन्धुपाल्चोक जिल्ला काभ्रेपलाञ्चोक जिल्ला र रामेछाप जिल्लासम्मको एउटा आर्थिक प्रगतिको आर्थिक उन्नतिको एउटा मेरुदण्ड बन्न सक्छ। त्यसैले सिन्धुपाल्चोक जिल्लाबाट म निर्वाचन लड्दै गर्दा सम्पूर्ण नागरिकमा के भन्न चाहन्छु भने यो आयोजना सम्पन्न गरेर अगाडि बढ्ने र यसको नेतृत्व प्रदान गर्ने प्रतिबद्धता समेत व्यक्त गर्दै नेकपा एमालेको सूर्य चिन्हमा मतदान गरिदिनु हुन सबैलाई हार्दिक आग्रह गर्दछु। धन्यवाद।